समुद्री सतहबाट करिब 1900 मिटरको उचाइमा रहेको यो झरना वरिपरिको वातावरण सधैँ शान्त र शीतल रहन्छ, जसले हरेक आगन्तुकलाई लोभ्याउँछ। फुङलिङ बजारबाट करिब 4 घण्टाको यात्रापछि यस रमणीय स्थानमा पुग्न सकिन्छ। यात्राको क्रममा केही भाग पक्की सडक भए पनि अधिकांश बाटो कच्ची नै छ, तर खुसीको कुरा सवारी साधन झरनासम्मै पुग्ने भएकाले यात्रुहरूलाई कुनै असुविधा हुँदैन। आज हामी यही ढङढङे झरनाको यात्राको क्रममा छौँ। हाम्रो यात्रा ताप्लेजुङ बजारबाट सुरु गर्नेछौँ। ताप्लेजुङ जिल्लाको मुटुमा अवस्थित फुङलिङ बजार एक मनमोहक हिमाली सहर हो। यहाँको स्वच्छ हावापानी र वातावरणले जो कोहीलाई पनि मन्त्रमुग्ध पार्दछ। यो सुन्दर सहरलाई केही बेर छाड्दै हामी ढङढङे झरनासम्म जाने क्रममा छौँ। हाम्रो केही बेरको यात्रापछि हामी मेवाखामा रोकिन्छौँ। ताप्लेजुङको फुङलिङ बजारबाट केही समय यात्रा गरेपछि हामी काबेलीमा पुग्छौँ। ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा अवस्थित काबेली खोला एउटा अनुपम प्राकृतिक स्थल हो। यो खोला ताप्लेजुङको पाथिभरा याङरक गाउँपालिका र पाँचथरको हिल्याङ गाउँपालिकालाई छुट्याउँदै बग्दछ। त्यहाँबाट केही समय यात्रा गरेपछि हामी पाँचथरको थर्पु बजार पुग्छौँ। पाँचथर जिल्लाको याङरक गाउँपालिकामा अवस्थित थर्पु बजार पूर्वको एक ऐतिहासिक बजारको रूपमा चिनिन्छ। पहिले मेदिबुङ नामले परिचित यो बजार समयक्रमसँगै थर्पु बजारको नामले स्थापित भएको हो। थर्पु बजारबाट करिब 30 किलोमिटरको यात्रा गरेपछि ढङढङे झरना पुग्न सकिन्छ। थर्पु बजारले ढङढङे झरना जाने पर्यटकहरूका लागि विश्राम स्थल र आवश्यक सामग्री खरिद गर्ने अवसर प्रदान गर्दछ। हामी यो सुन्दर थर्पु बजारदेखि केही समय यात्रा गरेपछि सिडिङबाको साब्लाखु भञ्ज्याङ पुग्नेछौँ। ताप्लेजुङ जिल्लाको सिडिङबा गाउँपालिकाको मुटु मानिने साब्लाखु भञ्ज्याङ वडा नम्बर 5 मा अवस्थित एक ऐतिहासिक बजार हो। ताप्लेजुङको सिडिङबामा अवस्थित प्रसिद्ध ढङढङे झरना जाने बाटोमा यो बजार पर्दछ। साब्लाखु भञ्ज्याङले सिडिङबा गाउँपालिकाको प्रशासनिक केन्द्रको रूपमा पनि काम गर्दछ। सिडिङबा गाउँपालिकाको अस्थायी गाउँपालिका भवन यही रहेको छ, जसले गर्दा यस क्षेत्रको प्रशासनिक गतिविधिहरू यहीँबाट सञ्चालित हुन्छ। साब्लाखु भञ्ज्याङबाट केही समयको यात्रापछि हामी लिम्बुदिनको चुङबुङ पुग्छौँ। सिडिङबा गाउँपालिकाको मनमोहक काखमा वार्ड नम्बर 5 को चुङबुङ केवल एउटा गाउँ मात्र होइन, यो त प्रकृतिको वरदानले सिँगारिएको एउटा सुन्दर चित्र हो, जहाँबाट प्रसिद्ध ढङढङे झरनाको कलकल आवाज र त्यसको अनुपम छटालाई नजिकबाट निहाल्न सकिन्छ। लामो यात्राले थाकेका पथिकहरूका लागि यो एउटा शीतल चौतरी हो, जहाँ हामीहरू केही पलको विश्राम लिई प्रकृतिको सानिध्यमा आफूलाई पुनर्जीवित गर्ने चेष्टा गर्यौँ। चुङबुङबाट ढङढङे झरनाको दूरी करिब
4-5 किलोमिटर मात्र बाँकी छ। यहाँबाट केही बेरको सहज यात्रापछि नै प्रकृतिले बनाएको त्यो अद्भुत कलाकृतिमा पुग्न सकिन्छ। यो सुन्दर गाउँदेखि केही परसम्मको यात्रामा हामी हाम्रो गन्तव्य ढङढङे झरना पुग्दछौँ। ताप्लेजुङ जिल्लाको रमणीय सिडिङबा गाउँपालिका वार्ड नम्बर 5 र 6 को सिमानामा अवस्थित ढङढङे झरना प्रकृतिको अनुपम वरदान हो। सामुद्रिक सतहबाट करिब 1900 मिटरको उचाइमा रहेको यो झरना करिब 250 मिटरको उचाइबाट खस्दा मनै लोभ्याउने दृश्य प्रस्तुत गर्दछ। ढङढङे झरनाको विशिष्टता यसको भौगोलिक अवस्थितिमा पनि झल्किन्छ। यो झरना प्रसिद्ध सिडिङबा धामको काखमा अवस्थित छ, जसले गर्दा धार्मिक पर्यटकहरूका लागि पनि यो एउटा आकर्षक गन्तव्य बनेको छ। यहाँ विभिन्न प्रकारका स्थानीय वनस्पतिहरू पाइन्छन्, जसले यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई अझ बढाउँदछ। मुख्य झरनाका साथसाथै यस क्षेत्रमा थुप्रै साना झरनाहरू पनि छन्, जसले पैदल यात्रा गर्नेहरूका लागि रोमाञ्चक र अन्वेषणमूलक बनाउँदछ। पदयात्रीहरूले यहाँको शान्त वातावरणमा प्रकृतिसँग एकरूप हुने अवसर पाउँदछ। ढङढङे झरनाको अर्को प्रमुख आकर्षण भनेको भिरमौरीको अवलोकन पनि हो। अग्ला अग्ला चट्टानहरूमा झुन्डिएका भिरमौरीका गोलाहरूले यहाँको प्राकृतिक परिवेशलाई अझ विशिष्ट बनाउँदछ। ढङढङे झरना नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना बोकेको छ। यसले रोजगारीको अवसरहरू सिर्जना गर्नुका साथै यस क्षेत्रको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनेछ। ढङढङे झरना केवल झरना मात्र नभएर प्रकृतिको सुन्दरता, जैविक विविधता र स्थानीय संस्कृतिको प्रतीक पनि हो। यसलाई विश्वसामु चिनाउन आवश्यक छ।